आज म चाहिँ सलले यो सलले आइपुगेको छ हेर्नुहोस् हाम्रो अमर सरसँग। नमस्कार। अमर सरको घरमा, यो अमर सरको घर हो। अब यहाँ चाहिँ साह्रै रमाइलो, साह्रै आनन्दको ठाउँ। यसपालि तपाईँले नेपालमै केही गरेर देखाउनु पर्छ भन्ने खालको एउटा युवा जोस जाँगर भएको हाम्रो अमर सरले यो तलतिरको अदुवा, यो पनि अदुवा राम्रै छ यसपालि। अमर सर तपाईँको केही यहाँ के अर्को उत्पादन के गर्न सकिएला जस्तो लागिरहेछ? तपाईँलाई कतिको खुसी भइरहेछ? विदेश जानु पर्ला जस्तो लागेको छ कि तपाईँको यहीँ केही गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई? यहीँ नेपालमै केही गर्न सकिन्छ भन्ने आशा हो। जस्तै अब यो अदुवासँगै हामीले राजमा पनि लगाउन सक्छौँ। राजमाको भाउ पनि अहिले राम्रै आइराखेको छ। अनि साथै अब जुनार सुन्तलाहरू हजुर हामीले रोपेको पनि छौँ। त्यहाँ सासानो बिरुवाहरू छ, वडाबाट निःशुल्क छ। यस्तै छ, राम्रै छ। अब यहाँनिर बसेर केही गर्नुपर्छ भन्ने हो। यतिको युवाहरू सबै हामीले पाउने हो भने नेपालै फरक हुन्थ्यो होला यो अमर सर। होला सायद। खुसी लाग्छ तपाईँलाई देख्दाखेरि, अनि हाम्रो तोसराम खोलाको प्रवीण दाईहरू देख्दाखेरि, अनि यहाँ जति नेपालमा बसेर गरेका छन्। यो पनि पैसै हो नि होइन अमर सर? विदेश गएर तपाईँको खाडी मुलुक गयो भने त्यही 3-4 लाख कमाउँछ होला वर्षको मान्छेले, होइन र? तपाईँ आमासँग बस्नु भएको छ, तपाईँ आफ्नो बुढीसँग बस्नु भएको छ, घर परिवार आनन्दले पाल्नु भएको छ, आफू जहाँ जन्मेको छ त्यही माटोमा आनन्दले उब्जाएर केही गरेर देखाउनु भएको छ। म धेरै खुसी छु हेर्नु तपाईँहरूसँग। र अनि तपाईँ त्यो माथिको टिचर पनि होइन सर? हजुर। डबल दुवै हातमा लड्डु यतिको हुनु पर्यो क्या।